सबलाई चाहिँ नमस्कार। सबभन्दा चाहिँ पहिला आफ्नो प्रोफाइल लगइन गर्नुहोस्। त्यसपछि चाहिँ यो चाहिँ आफ्नो बिदा राख्नुभन्दा पहिला चाहिँ हजुरको बिदा चाहिँ अब जोसँग चाहिँ स्वीकृत गराउने हो त्यो चाहिँ हार्ड कपी चाहिँ स्वीकृत गराएर चाहिँ रेडी पार्नु होला। किनकि यहाँ हजुरले त्यो कपी पनि अपलोड गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ बिदा हाल्ने चाहिँ दुईवटा हुन्छ। एउटा चाहिँ ड्यासबोर्डबाट हजुरले डाइरेक्ट पनि राख्न सक्नुहुन्छ हैन, जसरी यहाँनिरबाट। त्यस पश्चात चाहिँ एउटा अर्को अप्सन फेरि कस्तो हुन्छ भनेपछि मैले हजुरहरूलाई देखाउँछु। ठ्याक्कै यो पपअप खुल्छ। त अर्को विकल्प चाहिँ ठ्याक्कै तपाईँ यहाँ गएर त्यसपछि चाहिँ अनुरोधमा गएर त्यसपछि बिदाको निवेदनमा गएर चाहिँ त्यहाँ तपाईँको नयाँ एड गर्नुहोस् भन्ने त्यहाँ देखिन्छ। त्यसपछि ठ्याक्कै त्यही फर्मेट चाहे तपाईँले चाहिँ उहाँबाट आफ्नो ड्यासबोर्डबाट अप्लाई गर्नुहोस् या फेरि यसरी चाहिँ अप्लाई गर्नुहोस्। खुल्ने यही नै हो। त्यसपछि हजुर चाहिँ यहाँनिर चाहिँ हैन बिदाको प्रकार अब कुन बिदा हजुरको चाहिँ बचेको छ त्यो बिदा चाहिँ सिलेक्ट गर्ने हार्ड कपी अनुसार। हार्ड कपीमा के हजुरले स्वीकृत गराउनु भएको छ त्यो स्वीकृत अनुसार चाहिँ यहाँ चाहिँ आफ्नो जुन किसिमको बिदा छ, घर बिदा, पर्व बिदा हैन, त्यसपछि अब तपाईँको चाहिँ बिरामी बिदा जे छ हजुरसँगको जे बचे त्यो सिलेक्ट गर्ने। त्यसपछि चाहिँ कहिलेको हजुरले बिदा लिनु लाग्नु भएको छ या कति दिनको लिनु लाग्नु भएको छ, कुन गतिबाट हैन, कुन गतिसम्म लिनु भएको त्यो सुरुवातको गति त्यहाँ राखेर त्यसपछि यहाँनिर चाहिँ कहिलेसम्मको लागि लिन लाग्नु भएको छ त्यो डेट यहाँ राख्ने हैन। त्यसपश्चात चाहिँ तपाईँको यहाँ तल देख्न सक्नुहुन्छ हजुरले यहाँ के छ भन्दाखेरि तपाईँको के कारणले हैन लिन लाग्नु भएको छ तिनीहरू छन्। त्यसपछि चाहिँ तपाईँको अपलोडको अप्सन छ। यहाँनिर चाहिँ अब स्वीकृत गर्ने व्यक्ति को हो, अब आफू कसैको स्वीकृत गर्ने व्यक्ति जति छन् एडमिनहरू त्यो सबैको नाम देखाउँछ। तर आफ्नो बिदा जसले स्वीकृत गर्छ त्यसको सिलेक्ट गर्ने। त्यसपछि चाहिँ सिफारिस गर्ने को व्यक्ति, प्रशासनले सिफारिस गर्ने हुनाले प्रशासनको व्यक्तिको नाम त्यहाँ। त्यसपश्चात चाहिँ अब बिदा कुन कारणले हजुरहरूले लिन लाग्नु भएको छ या फेरि आफ्नो केही कारण छ भने त्यो कारण खुलाउन सक्नुहुन्छ। छैन भने अब व्यक्तिगत केही कारण भनेर चाहिँ हजुरले एउटा केही हैन टिप्पणी कमेन्ट्सहरू चाहिँ त्यहाँ छोड्न सक्नुहुन्छ। त्यसपश्चात चाहिँ यहाँनिर चाहिँ ब्राउजको अप्सन आउँछ। यहाँनिर चाहिँ हजुरको जो बिदा ल्याएको हार्ड कपीको जो स्क्यान कपी छ त्यसलाई चाहिँ सिलेक्ट गर्ने। त्यसपछि यहाँ ओपन गरेर ठ्याक्कै यहाँनिर चाहिँ तपाईँले के गरिदिने भन्दाखेरि हरियो बटन जहाँ देख्नु भएको तल एकदम तल रातो र हरियो दुईवटा त्यहाँनिर हरियोमा थिच्ने हैन, ट्याक्कै क्लिक गर्नुभयो भने हजुरको कस्तो भन्दाखेरि यो चाहिँ सेभ हुन जान्छ र तपाईँको चाहिँ त्यो सेभ जो छ त्यो चाहिँ हाम्रो चाहिँ त्यहाँनिर चाहिँ हाम्रो जो ड्यासबोर्ड जस्तो जो छ हैन तपाईँको बिदाहरूको निवेदनहरूको त्यहाँ चाहिँ देखिन्छ। तपाईँले यहाँ चाहिँ क्लिक गरिसकेपछि अब माथि देख्न सक्नुहुन्छ हजुरले यहाँ चाहिँ यसरी चाहिँ यो देखिन्छ। यहाँ चाहिँ एडिटको अप्सन हुन्छ, डाउनलोडको अप्सन हुन्छ, डिलिटको अप्सन हुन्छ। अब एडिट चाहिँ हजुरले गर्ने अप्सन त त्यहाँ हुन्छ, तर चाहिँ अब यहाँनिर चाहिँ तपाईँले यिनी त एडिट गर्न सक्नुहुने भयो। अब उतातिर चाहिँ तपाईँको निवेदन चाहिँ सिफारिसमा हैन अनुरोधमा छ भन्नेमा चाहिँ देखाउँछ। तर चाहिँ हजुरले आफै डिलिट गर्ने बेलामा चाहिँ यो चाहिँ डिलिट हुँदैन। त्यही भएर चाहिँ कहिले बेलामा चाहिँ डिलिट गर्नु पर्यो भनेपछि कोही अरू एडमिन मार्फत या फेरि चाहिँ स्वयं जसले सिफारिस गर्नुभयो उहाँ मार्फत चाहिँ यो डिलिट हुनसक्छ। त्यही भएर चाहिँ हजुरले विवरण राख्नुभन्दा पहिला चाहिँ सबै चाहिँ एकदम ठिक तरिकाले राख्नुभयो भने पछि चाहिँ त्यो समस्या चाहिँ आउँदैन। त्यही भएर त्यो गरिसकेपछि तपाईँले चाहिँ आफ्नो सेभ गर्न सक्नुहुन्छ। मैले हजुरले डिलिट गरेको चाहिँ डिलिट हुँदैन। त्यही भएर चाहिँ एकदम ध्यान दिनु होला। हेर्न सक्नुहुन्छ डिलिट चाहिँ हुँदैन, ख्याल गर्नु होला। ल नमस्कार। अहिले